वास्तविक आयोजक नेपाली जनता शीर्षकमा अनलाइन खबर .com खबर राखिएको छ। टोखा नगरपालिका 3 की गीता पाठकले मतपत्र हातमा लिएपछि एकाएक सम्झिन। गत 23 भदौमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रदर्शन गर्न गएका विद्यार्थीहरूमाथि राज्यले गरेको दमन। उनको दिमागमा एकाएक घुमियो 24 भदौमा भएको तोडफोड र आगजनीको घटना। यो निर्वाचन नियमित हुन्थ्यो भने 5-5 वर्षमा आउँथ्यो। नेताहरूले गरेको बाचा पूरा भए नभएको बारे रुजु हुन्थ्यो। नयाँ सपनाहरू देखिन्थ्यो। पूरा भए नभएका पुराना सपनाप्रति गुनासो हुन्थ्यो। तर यसपालिको निर्वाचन नियमित रहेन। मतपत्र हातमा लिएपछि नै उनको मन भारी भयो। अझै पनि पहिले जस्तै घटना हुने परिस्थिति आए के गरौँला। कति आमाका काख रित्तिएका होलान्, कति परिवारका सपना टुट्लान्। हातमा मतपत्र लिएपछि नै उनले सोचिन्, यसपालि मेरो मत परिवर्तनको पक्षमा। मतदान गरेर बाहिर निस्केपछि उनले विभिन्न अनलाइनसँग कुरा गर्दै उनले भनिन्, यो 5 वर्षमा आउने नियमित चुनाव मात्र होइन, हामीले राम्रै होला भनेर भोट हाल्दै आएका छौं। तर अब भ्रष्टाचार हटोस्, नेपालीले रोजगारी पाओस् भन्ने चाहना छ। भ्रष्टाचार, बेरोजगारी र बेथितिले गर्दा आफ्ना छोराछोरी नै सडकमा उत्रनु परेको पीडा उनले कहिल्यै बिर्सन सक्दिनन्। 2046 सालको राजनैतिक परिवर्तनपछि 35 वर्ष 2062-63 को जनआन्दोलनपछि आलोपालो राज्य संयन्त्र चलाएका राजनैतिक दलहरूले पनि जनताले चाहे अनुसार काम गर्न सकेनन् भन्ने जनताको बुझाइ हो। अघिल्लो पुस्तासम्मका नागरिकहरूले एक हदसम्म सहेका पनि हुन्। उसो त जनताले नेताहरूको कहिले न कहिले केही न केही त गर्लान् भनेर पर्खिरहेका पनि हुन्। तर संघीय लोकतान्त्रिक गणतन्त्रका दलहरूमा पनि निरङ्कुश शैली र जनताको जीविकाप्रति उदासीनता देखिएपछि त्यसको आक्रोश गत 23 भदौमा सडकमा पुखिएको थियो। आन्दोलन न युवाहरूले चाहेको जस्तो भयो, न राज्यले सोचेको जस्तो। त्यसैको फलस्वरूप यो निर्वाचन तय भएको हो। तर आज निर्धारित समयभन्दा पहिले नै फेरि मत हाल्न लाइन बस्नुपर्ने परिस्थिति आउनुमा यिनै पुराना दलहरू मुख्य दोषी रहेको बुझाइ छ टोखा नगरपालिका 3 का पुरुषोत्तम धितालको। 2048 सालपछि सबै दलले परीक्षा दिँदै आए, कहिले पास कहिले फेल उनीहरू भन्छन्। अब तिनै दलले मात्रै देशलाई लिड गर्न सक्दैनन्। भ्रष्टाचार नहोस्, सुशासन होस्, फरक धारको नेतृत्व आओस् उनले भनेका छन्। उनले 2048 साल यताका सबै निर्वाचन देखेका छन्। ती निर्वाचनमा पार्टीका बीचमा प्रतिस्पर्धा हुन्थ्यो। तर यसपालि न जनताले आफ्नो रिस पुराना पार्टीलाई देखाएको उनको पनि अनुभूति रहेको छ। नियमित समयमा मतदान भएको भए 2084 को मंसिरसम्म नागरिकले भोट हाल्न पर्खिनु पर्थ्यो। तर झण्डै 2 वर्ष अघि नै निर्वाचनको मिति सरेपछि जनताले स्वीकार गरे। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारले तोकेकै मितिमा शान्तिपूर्ण तरिकाले निर्वाचन गरेर आफ्नो बाचा पूरा गर्यो। मतदाताले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो दायित्व पूरा गरे। दलहरू र स्वतन्त्र गरेर पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ 3406 जना र समानुपातिक तर्फ 3135 जना उम्मेद्वारले प्रतिस्पर्धा गरे। अबको केही दिनमा आउने मत परिणामले अबको राजनीतिक मार्गको स्पष्ट चित्र कोर्नेछ। तर अब निर्वाचन जितेर आउने संसद या दलहरूले जनतालाई झुक्क्याउने भने पाउने छैनन्, किनभने यो निर्वाचन जनता जागरुक भएका बेला आयोजना गरिएको हो। अपेक्षा भएर हुन सक्छ भोट हाल्नका लागि नागरिक विदेशबाट पनि आएका छन्। काठमाडौँ 10 का विभु मिश्र 15 वर्षभन्दा बढी समयदेखि अमेरिका बस्दै आएका थिए। यसपटक भने उनी भोट हाल्न नेपाल आएका थिए। अझै पनि आधारभूत आवश्यकता पूरा गर्न राज्यसँग बारम्बार बाजिरहनु पर्ने परिस्थिति नै उनलाई मन परेको छैन। काठमाडौँ महानगरपालिका 3 का 81 वर्षीय हरिप्रसाद जोशी अहिले जस्तो निराश कहिल्यै पनि भएका थिएनन्। यसरी जनतालाई बारम्बार पङ्गु बनाउनेहरूले यसपटक चेत्नुपर्ने उनको भनाइरहेको छ। जीवनभर कांग्रेस एमालेमा भोट हाल्दै आएका उनी यसपटक भने भिन्न सोच लिएर मतदान केन्द्र पुगेका थिए। अब परिवर्तन चाहिन्छ उनले भनेका छन्। यो चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्रै होइन, यो असन्तोष, अपेक्षा र परिवर्तनको चाहनाको अर्को एउटा उपक्रम पनि हो। जनताको असन्तुष्टिले भएको आन्दोलनपछि आएको निर्वाचन भएकाले यो निर्वाचनमा जनताको अपनत्व छ। त्यसैले
अपेक्षा पनि रहेको छ। काठमाडौँ महानगरपालिका 3 के रेखा बस्नेतले यसपालि जनताको अपेक्षा जसले पूरा गर्छ उसैले चुनाव जित्नुपर्ने बताउँछिन्। उनले आफ्ना सन्तानलाई रोजगारीका लागि विदेश पठाउन मन छैन। यो वर्ष मतदान केन्द्रहरूमा देखिएको दृश्य केवल मत हाल्ने प्रक्रिया मात्र थिएन, त्यो नागरिकहरूको धैर्य, असन्तोष र आशाको संयोजन पनि रहेको थियो। जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको यो चुनाव सफल हुन्छ कि हुँदैन भन्नेमा सुरुवातमै आशंका थियो, तर अन्ततः चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो। यसपालि पनि मतदान सकिएसँगै नागरिकले आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् भनेर onlinekhabar.com मा आज चुनावको वास्तविक आयोजक नेपाली जनता शीर्षकमा यो खबर राखिएको छ। यसै गरी आज नेपालप्रेस.com मा बालेन चढेको हेलिकप्टर बीच बाटोमा फर्किएको घटनामा बोल्यो निर्वाचन आयोग शीर्षकमा खबर राखिएको छ। रासोपाका वरिष्ठ नेता बालेन शाह हेलिकप्टर चढेर बीच बाटो पुगेर फर्किएको घटना निर्वाचन आयोग बोलेको छ। मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले परम्परा अनुसार नै दलका शीर्ष नेताहरूलाई हेलिकप्टरको अनुमति दिएको बताएका छन्। उनले भने परम्परादेखि नै पार्टीको उच्च नेता र उहाँको सहयोगीलाई हेलिकप्टरको अनुमति दिँदै आएका छौं। सोही अनुसार हामीले केही दललाई दिएको हो। दलका उच्च नेताहरूले अनुमति अनुसार नै प्रयोग पनि गर्नु भएको छ। हेलिकप्टर काठमाडौँ फर्किएपछि रासोपाका नेता शाहको सचिवालयले आयोगको अनुमति लिएर गएको भए पनि सुरक्षाका कारणले फर्किएको जनाएको थियो, तर त्यसबारेमा आयोगले कुनै विज्ञप्ति जारी नगरेको उनको भनाइरहेको छ। उनले थपे केही नेताहरूले हेलिकप्टरको स्वीकृति लिएर बीच बाटोमा पुगेर सुरक्षाका कारणले जान उपयुक्त छैन भनेर फर्किएको हामीले प्रारम्भिक जानकारी पाएका छौं, तर यो विषयमा विज्ञप्तिबारे आयोगले जानकारी दिएको छैन। यदि कहीँबाट त्यो विज्ञप्ति अध्ययन गर्नुभएको भए त्यो पाऊँ, कहाँबाट कसरी निस्किएको रहेछ हामी पनि अध्ययन गर्छौं उनले भनेका छन् भनेर आज नेपालप्रेस.com मा बालेन चढेको हेलिकप्टर बीच बाटोबाट फर्किएको घटनाबारे बोल्यो निर्वाचन आयोग शीर्षकमा यो खबर राखिएको छ। यसै गरी आज सेतुपाटी.com मा मतदान नै गर्न अस्वीकार गरेको बारे के भन्छन् प्रमुख निर्वाचन आयुक्त शीर्षकमा सेतुपाटी.com मा खबर राखिएको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। कतिपय स्थानमा लाइनमा रहेका मतदाताहरू अझै मतदान गरिरहेका छन्। यो समाचार केही अगाडि राखिएको निर्वाचन सम्पन्न भएपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन गरेर 60% मतदान भएको जानकारी दिएका छन्। यसैबीच कतिपय मतदान स्थलहरूमा स्थानीयहरूले बहिष्कार नै गरेका छन्। दाङको बबई गाउँपालिका 7 देउती माध्यमिक विद्यालयमा तल्लो मलैमा मतदान केन्द्रमा मतदान गर्न कोही पनि पुगेनन्। यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत पर्छ। यहाँका स्थानीयहरूले बस्ती स्थानान्तरण गर्न माग गर्दै आएका थिए, तर उक्त माग पूरा नभएकोमा उनीहरूको गुनासो रहेको छ। त्यसैगरी ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका 7 स्थित टोक्सेल भन्ने मतदान केन्द्रमा पनि स्थानीयहरू मतदान गर्न पुगेनन्। यहाँका प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने योजना ल्याएपछि स्थानीयले जग्गा दिएका थिए, तर उक्त अस्पतालको निर्माण प्रक्रिया नै सुरु नभएको गुनासो स्थानीयको रहेको छ। यही विषयमा पत्रकारले प्रमुख निर्वाचन आयुक्त भण्डारीहरूसँग प्रश्न गरेका थिए। उनले स्थानीयले मतदान गर्न अस्वीकार गरेको विषय संघीय सरकार र प्रादेशिक सरकारसँगको असन्तोष रहेको बताएका छन्। अस्वीकार गरेको 2-3 ठाउँ छ। निर्वाचन आयोगसँग प्रश्न छैन। यो ठाउँमा सरकारबाट प्रतिज्ञा भएको रहेछ। मतदाताले सरकारप्रति असन्तुष्टि जाहेर गर्नुभएको हो उनले भने। यो समूह न्यून रहेको पनि उनले बताएका छन्। त्यसैगरी मतदाताहरू मतदान नै नगरी फर्किएको अवस्था नरहेको पनि उनले बताएका छन् भनेर सेतुपाटी.com आज मतदान नै गर्न स्वीकार गरेको बारे के भन्छन् प्रमुख निर्वाचन आयुक्त शीर्षकमा यो खबर राखिएको छ। यसै गरी उज्यालो अनलाइन.com मा दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही केन्द्रमा मतदान बहिष्कार शीर्षकमा खबर राखिएको छ। यसपटक कुनै निश्चित क्षेत्रमा बासिन्दाले सामूहिक रूपमा चुनाव बहिष्कार गरेको घटना बढेका छन्। दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीय बासिन्दाले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नभएपछि ती केन्द्रमा मतदान हुन सकेन। दाङको बबई गाउँपालिका 1 जिल्ला मतदान केन्द्रमा 10
मत मात्र खसेको छ। बाँके राष्ट्रिय निकुञ्ज पीडितले बस्ती स्थानान्तरणको माग गर्दै मतदान बहिष्कार गरेका कारण दिउँसोसम्म मतदान सुरु नभएको जनता आधारभूत मावि जिल्लामा जम्मा 10 मत मात्र खसेको निर्वाचन अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिएका छन्। मध्यवर्ती क्षेत्रमा का भन्दा अर्को गाउँ सानो जिल्लाका 10 जनाले मात्रै मत हालेका हुन्। बाँके राष्ट्रिय निकुञ्ज पीडितहरूले बस्तीका अन्य 2 केन्द्रमा भने मत नै खसालेनन्। वडा नम्बर 7 मा रहेको मलैखोलाबाट मतदान केन्द्र र दङ्गीशरण गाउँपालिकाको वडा नम्बर 1 मा रहेका कौवाघारी मतदान केन्द्रमा 0 मत रहेको बताइएको छ। त्यस्तै दार्चुलाका 2 वटा मतदान केन्द्रमा 1 जना पनि मतदाता मतदानका लागि उपस्थित भएनन्। नौगाड गाउँपालिका 1 नागुको गौरी शंकर माध्यमिक विद्यालय र अपी हमाल गाउँपालिका 3 को दुदिला झुक्सु मतदान केन्द्रमा मतदाता नआएका हुन्। त्यस्तै ओखलढुङ्गाको मानभन्ज्याङ गाउँपालिका 7 टोक्सेल मतदान केन्द्रमा पनि मतदाताले सामूहिक रूपमा मतदान बहिष्कार गरेका छन्। प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने आश्वासन दिए पनि काम सुरु नगरेको भन्दै मतदाता मतदान गर्न नगएको बुझिएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 बेदिङका कोही पनि मतदाता मतदान प्रक्रियामा सहभागी भएका छैनन्। यो केन्द्रमा 113 जना मतदाता रहेका छन्। भौगोलिक हिसाबले विकट क्षेत्र भएकाले गाउँका धेरैजसो मतदाता काठमाडौँमा छन्। आफ्नो समस्याबारे अहिलेसम्म कसैले पनि नसुनेको र कुनै पनि उम्मेद्वार मत माग्न समेत नआएको भन्दै उनीहरूले भोट नहाल्ने बताएका थिए। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिलेसम्म गाउँमा रहेका पनि मत नखसालेको बताएका छन्। यसअघि 2074 सालमा भएको पालिका र प्रतिनिधि सभा दुवै चुनावमा सोलुखुम्बुको तिङला गाउँका बासिन्दाले सामूहिक रूपमा मतदान बहिष्कार गरेका थिए। आफूहरू सोलु दुधकुण्ड नगरपालिका अन्तर्गत हुनुपर्नेमा नेचा सल्यान गाउँपालिका अन्तर्गत रहेको भन्दै उनीहरूले मतदान बहिष्कार गरेपछि उनीहरूको माग पूरा भएको थियो। अहिले केही ठाउँका मतदाताले मतदान बहिष्कार गरेको विषय निकै गम्भीर रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले यसबारे राजनैतिक दल र सरकारले जिम्मेवार भएर समीक्षा गर्नुपर्ने बताएका छन्। अहिले भोट खसाले आफ्ना माग पूरा हुँदैनन् कि भन्ने ती क्षेत्रका मतदाताबाट प्रतिक्रिया आएको आयोगले जनाएको छ। यसले पनि समग्रमा खस्नुपर्ने मत प्रतिशत विगतमा भन्दा केही कम हुन सक्ने आयोगका प्रवक्ता डाक्टर पोखरेलले जानकारी गराएका छन् भनेर आज उज्यालो अनलाइनमा दाङ, दार्चुला, दोलखा र ओखलढुङ्गाका केही केन्द्रमा मतदाताबाट मतदान बहिष्कार शीर्षकमा यो खबर राखिएको छ। यसै गरी आज प्रदेश खबर.com इलाममा 57%, तेह्रथुममा 53% मतदान शीर्षकमा खबर राखिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत इलाम र तेह्रथुम जिल्लामा बिहिबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। इलाममा कुल 57% मतदाता भएको जिल्लामा मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी 2,31,809 मतदाता रहेका छन् भने सुरक्षाकर्मी र कर्मचारी सहित 2,634 अस्थायी मतदाता रहेका छन्। इलाम निर्वाचन क्षेत्र नम्बर 1 मा 64,104 र क्षेत्र नम्बर 2 मा 66,934 मत खसेको जानकारी दिइएको छ। मतदान सकिएसँगै मतपेटिका संकलन सुरु भइसकेको छ। क्षेत्र नम्बर 2 को मतगणना इलाम नगरपालिका स्थित गौतम बुद्ध सभागृहमा गरिनेछ भने क्षेत्र नम्बर 1 को मतपेटिका सूर्योदय नगरपालिका कार्यालयमा संकलन गरिएको छ। सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने प्रशासनले जनाएको छ। तेह्रथुममा साँझ 5:30 बजेसम्ममा 53.59% मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभर 39,193 मत खसेको छ, जसमा पुरुष 19,948 र महिला 19,245 मतदाता सहभागी भएका छन्। तेह्रथुममा कुल 73,137 मतदाता रहेका थिए, जसमध्ये 35,510 महिला र 37,627 पुरुष मतदाता रहेका थिए। तेह्रथुममा 56 मतदान
स्थल अन्तर्गत 93 मतदान केन्द्र मार्फत मतदान सम्पन्न भएको हो। जिल्लाभरका मतदान केन्द्रमा दिनभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ भनेर प्रदेशखबर.com मा इलाममा 57%, तेह्रथुममा 53.59% मतदान सम्पन्न शीर्षकमा यो खबर राखिएको छ। यसैगरी संसारपाटी.com मा यी ठाउँमा हुनेछ सुनसरीको 4 क्षेत्रका मतगणना शीर्षकमा खबर राखिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमा अलग अलग स्थानमा मतगणना गरिने भएको छ। 4 क्षेत्रकै छुट्टा छुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार मतगणनाका निम्ति छुट्टै गणना स्थल तोकिएको छ। सुनसरी 1 को मतगणना धरान स्थित सभागृहमा गरिनेछ। सुनसरी 2 को मतगणना सदरमुकाम स्थित शिक्षा तालिम केन्द्रमा गरिने कार्यालयले जनाएको छ। सुनसरी 3 को मतगणना दुहबी स्थित पशु सेवा तालिम केन्द्रमा गरिनेछ। यस्तै सुनसरी 4 को मतगणना इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा गरिने व्यवस्था मिलाइएको कार्यालयले जानकारी दिएको छ भनेर आज संसारपाटी.com मा यी ठाउँमा हुनेछ सुनसरीको 4 क्षेत्रको मतगणना शीर्षकमा यो खबर राखिएको छ। अनलाइनमा राखिएका यिनै प्रसंग सँगसँगै हामी प्राइम न्यूजको अन्त्यमा आइसकेका छौं। अन्त्यमा मेन न्यूज पुनः एकपटक। छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, देशभर खस्यो करिब 60% मत। निर्वाचन सफल भएपछि राजनीतिक दलले दिए सुशीला कार्की नेतृत्वको सरकारलाई धन्यवाद। धमाधम मतपेटिका संकलन, मतगणना निर्वाचन क्षेत्रमा नै हुने र भारत र इंग्ल्याण्ड लगातार तेस्रो पटक T20 विश्वकपको सेमिफाइनलमा खेल्दै। हौस् त अहिलेलाई प्राइम न्यूजको समय सकियो। मनोज बिदा हुन्छु। नमस्कार। साक्षात् बुढा सुब्बाको काखैमा, मिचिकाली पोखरीको आडैमा, ताल तलैया धेरै तारको छेउछाउमा, खुल्यो है खुल्यो, झुल्यो है झुल्यो, जनताकै बोली बोल्ने रेडियो, यो हो इटहरी FM 92.5, यो हो इटहरी FM